नमस्ते, मेरो नाम अभिनव अन्सु हो। म तपाईहरुलाई म्याथमेटिक्स पढाउँदैछु। क्लास 9 र 10 का लागि च्याप्टर 6 हामी कन्टिन्यू गर्नेछौँ। प्रश्न हेर्नेछौँ हामी। एउटा गाउँमा 2400 मान्छे छन्। जसमा 1400 फुटबल मन पराउँछन्, 1200 क्रिकेट मन पराउँछन्, र 100 ले केही मन पराउँदैन। यो तथ्यलाई भेन चित्रमा देखाई कतिजना दुवै मन पराउँछन् भन्ने पत्ता लगाउनुहोस्। भेन चित्रको माध्यमबाट एउटा गाउँमा 2400 मान्छे छन्, जसमा 1400 ले फुटबल मन पराउँछन्, 1200 ले क्रिकेट मन पराउँछन् र 100 ले केही पनि मन पराउँदैन। यो तथ्यलाई भेन चित्रमा देखाई कतिजनाले दुवै मन पराउँछन् भन्ने पत्ता लगाउनुहोस् र भेन चित्रका माध्यमबाट पत्ता लगाउनुहोस्। In a village of 2400 people, 1400 likes football, 1200 likes cricket, and 100 likes none of them. Represent the above information in Venn diagram and find how many of them likes both of them with the help of Venn diagram. भेन चित्रको मद्दतले कतिजनाले दुवै मन पराउँछन् त्यो हामीलाई पत्ता लगाउनु छ। मानौ 2400 जना लाई युले, फुटबललाई एफ ले र क्रिकेटलाई सी ले क्रमशः जनाउँछ। फुटबल र क्रिकेट जनाउँछ। According to mathematics, according to above problem, 2400 सर्वव्यापी समूह 2400, त्यस्तै नम्बर अफ फुटबल 1400, नम्बर अफ क्रिकेट 1200 and number of F union C complement. F र C को संयोजन को पूरक कति दिएको छ? 100। हामीले पत्ता लगाउनु छ and F intersection C equal to what? कतिजना F र C को प्रतिच्छेदन हामीले पत्ता लगाउनु छ। यहाँ
हामीसँग के छ NU इक्वल टु NF युनियन C प्लस NF युनियन C को कम्प्लिमेन्ट। पहिला हामीले यसलाई भेन चित्रमा हेराउँदा पनि हुन्छ। भेन चित्रका माध्यमबाट पत्ता लगाउनु छ हामीलाई। यो सर्वव्यापी समूह हो। यसलाई हामीले x लेट गर्छौँ। मानौ x फुटबल क्रिकेट। अब यहाँ फुटबल मन पराउनु 1400 जना छन्। 1400 माइनस x। त्यस्तै 1200 जनाले क्रिकेट मन पराउँछन्। मात्रै क्रिकेट 1200 माइनस x। र केही पनि नमन पराउने 100 जना छन्। मानौ f इन्टरसेक्सन c इक्वल टु x। f र c को प्रतिच्छेदन x छ। हामीसँग NU को फर्मुला के छ? NF n only f plus n only c plus n f intersection c plus n f union c को कम्प्लिमेन्ट। यो भयो सर्वव्यापी समूहको घनात्मक बराबर n only f मात्रै फुटबल मन पराउने, n only c मात्रै क्रिकेट मन पराउने, NF इंटरसेक्शन C दुवै मन पराउने र NF युनियन C को कम्प्लिमेन्ट दुवै मध्ये केही नमन पराउने। अब यो दुवै मन टोटल कति जना छन्? 2400 जना। मात्रै फुटबल मन पराउने कति जना छ? 1400 माइनस x। त्यस्तै मात्रै फुटबल मन पराउने 1200 माइनस x र दुवै मन पराउने x जना छन् र F युनियन C को कम्प्लिमेन्ट कति छ? 100 जना छन्। ठीक छ। 2400 बराबर 2600 प्लस 1 2700। 2700 यो प्लस x र माइनस x क्यान्सल भयो, माइनस x। अब x बराबर 2700 माइनस 2400, therefore x equal to 300। therefore n f इंटरसेक्शन c कति आयो? 300। अब दुवै मन पराउने x छ, x को मान कति आयो? 300। f र c को प्रतिच्छेदन कति आयो? 300। अब यसलाई भेन डायग्राममा भ्यालु राखेर हामीले यसको भ्यालु राखेर मान राखेर हेर्छौँ। फुटबल क्रिकेट x को मान कति छ? 300। अब 1400 माइनस 300 1100 1100 1200 बाट 300 900 र 100 जनाले केही पनि मन पराउँदैन। 100 जनाले केही पनि मन पराउँदैन। यो हामीले देखायो। यो भेन चित्रबाट हामीले पत्ता लगाउनु भन्छ भने पहिला हामीले के गर्ने? जे पत्ता लगाउनु छ त्यसलाई हामीले x मान्ने। यहाँ हामीले मानेका छौँ इन्टरसेक्सनलाई x मानेका छौँ। अनि त्यसपछि हामीले NU को फर्मुला लगाउँदा पनि हुन्छ। यदि युनियन दिएको भए युनियन को फर्मुला लगाउने, तर यहाँ NU दिएको छ। सर्वव्यापी समूह 2400 छ, त सर्वव्यापी समूहको फर्मुला हामीले युज गर्ने हो। अर्को प्रश्न हामीले हेर्नेछौँ। दोस्रो प्रश्न। अब हामीले तीनवटा सेट वाला एउटा प्रश्न हेरौँ। तीनवटा समूह भएका प्रश्न। सेट ए, सेट बी एंड सेट सी। ठीक है। यहाँ ए बी सी डी एफ जी एच आई जे के र एल। ठीक। यहाँ भेन चित्रबाट तल दिएका तथ्यहरू पत्ता लगाउनुहोस्। एकमा
एन ए दुईमा एन बी तेस्रो एन ए युनियन बी चौथो एन ए युनियन बी युनियन सी र पाँचौं एन ए इंटरसेक्शन बी इंटरसेक्शन सी को कम्प्लिमेन्ट पत्ता लगाउँ। भेन चित्रबाट यो तीनवटा समूह वाला भेन चित्र छ। भेन चित्रबाट तल दिएका तथ्यहरू पत्ता लगाउनुपर्छ। पहिलो छ एनए फाइन्ड गर्नु छ, सेट समूह ए को घनात्मक पत्ता लगाउनु छ, दोस्रो समूह बी को घनात्मक, तेस्रो ए संयोजन बी को घनात्मक, त्यस्तै ए बी सी को संयोजन को घनात्मक, त्यस्तै ए प्रतिच्छेदन बी प्रतिच्छेदन सी को पूरक को घनात्मक हामीले पत्ता लगाउनु छ। अब हेरौँ यहाँ पहिला ए को भ्यालु पहिला निकाल्ने हो। सेट ए मा के एलिमेन्टहरू छन् पहिला हेरौँ हामी। समूह ए मा ए बी सी डी ई र एफ छन्। समूह ए मा ए देखि लिएर एफ सम्मका सदस्यहरू छन् 1 2 3 4 5 6 6वटा। त्यस्तै एन इक्वल टू 6। त्यस्तै दोस्रो समूह बी मा बी सी डी जी एच र आई। बी समूह बी मा के पर्छन्? समूह में बी सी डी जी एच र आई छन्। कार्डिनल नंबर अफ बी लाई समूह बी को घनात्मक कति छ? 1 2 3 4 5 6 वटा छ यो पनि। त्यस्तै तेस्रो हामीले पत्ता लगाउनु छ यो दोस्रो भयो। तेस्रो हामीलाई ए युनियन बी सेट ए को एलिमेन्ट ए बी सी डी ई र एफ छन्। त्यस्तै युनियन संयोजन बी सी डी जी एच र आई। ठीक छ। ए युनियन बी मा union of two sets contains element present in either set A or set B or both sets. A र B को संयोजन में सेट समूह A को एलिमेंट सदस्यहरू हुन्छन्, त्यस्तै समूह B को सदस्यहरू हुन्छन् र या दुवैको सदस्यहरू हुन्छन्। A B C D E F G H र I पुरै छन्। अब हामीले A युनियन B को कार्डिनल नंबर, A संयोजन B को घनात्मकता पत्ता लगाउने छ। 1 2 3 4 5 6 7 8 9 9 वटा छ। तेस्रो पत्ता लाग्यो। त्यसपछि हामीले तेस्रो पत्ता लगाइसक्यो। अब हामीले चौथोमा पत्ता लगाउनु छ ए युनियन बी युनियन सी। ए युनियन बी युनियन सी contains element present in either set A or set B or set C or all the three sets. A B C D E F union B C D G H and I union set C element of set C समूह C को एलिमेंट है D F G र J। ए देख लिएर आइसम्म G H I A B C D E F G H I र J। J पनि छ J। therefore N A union B union C 1 2 3 4 5 6 7 8 9 10 टोटल 10 एलिमेंट्स छन्। चौथो र पाँचौं A इंटरसेक्शन B इंटरसेक्शन C। पहिले हामीले A इंटरसेक्शन B इंटरसेक्शन C पत्ता लगाउने छ। A इंटरसेक्शन B इंटरसेक्शन C मा हामीले के हेरिरहेका छौं? तीनटैको इंटरसेक्शन अफ सेट A B and C contains D एलिमेंट D छन्। त्यस्तै हामीले A इंटरसेक्शन B इंटरसेक्शन C को कम्प्लिमेंट निकाल्नु छ। यूनिभर्सल सेट कति छ? सर्वव्यापी समूह A देखि लिएर L सम्म A B C D E F G H I J K र L।
ए इंटरसेक्शन बी इंटरसेक्शन सी को कॉम्प्लीमेंट हमें निकालना छ यू माइनस ए इंटरसेक्शन बी इंटरसेक्शन सी यू कति छ ए बी सी देखि लिएर यल सम्म माइनस सेट डी ठीक छ हामीले योबाट सेट डी सबट्र्याक्ट गर्नेछौँ यसलाई हटाउनेछौँ भन्दा कि सबै एलिमेन्ट सेम आउँछ ए इंटरसेक्शन बी इंटरसेक्शन सी को कॉम्प्लीमेंट इक्वल टू ए बी सी डी लाई छोडेर ई एफ जी एच आई जे के र यल ठीक छ अब यसको गणात्मकता ए इंटरसेक्शन बी इंटरसेक्शन सी को कॉम्प्लीमेंट को कार्डिनल नंबर 1 2 3 4 5 6 7 8 9 10 11 वटा छन् यो कार्डिनल नंबर अफ ए इंटरसेक्शन बी इंटरसेक्शन सी को कॉम्प्लीमेंट कति आयो 11 र युनिभर्सल सेटमा कतिवटा एलिमेन्ट थिए 12 वटा त्यसपछि अब हामी हेर्नेछौँ प्रब्लम्स इन्भल्भिङ 3 सेट्स अब हामीले हेर्नेछौँ प्रब्लम्स इन्भल्भिङ 3 सेट्स त्योभन्दा पहिले एउटा क्वेसन हामीले अझै हेर्नेछौँ वर्ड प्रब्लममा हामीले either or at least जस्तै कम्तीमा वा अथवा यसलाई हामीले युनियन अफ सेट हुन्छ समूहको यो समूहको संयोजन हुन्छ जस्तै दुईवटा सेट्स को संयोजन आइदर भन्दाखेरि जस्तै 10 जनाले या त स्याउ मन पराउँछन् या त आप मन पराउँछन् भने एन ए युनियन बी जनाउँछ त्यस्तै एन्ड एज वेल एज या बोथ ठीक छ र दुवै भन्नाले इंटरसेक्शन अफ सेट्स समूह को प्रतिच्छेदन इंटरसेक्शन अफ सेट्स समूह को प्रतिच्छेदनले जनाउँछ त्यस्तै पर्सेन्टेज प्रब्लममा यानी कति हुन्छ 100% ठीक छ कुनै पनि यदि प्रतिशत वाला प्रब्लम छ समस्या छ भने त्यसमा यानी कति हुनुपर्छ 100% त्यस्तै लाइक्स नन अफ देम नन नाइदर या नट कुनै पनि मन पराउँदैन भन्ने यो के हुन्छ कम्प्लिमेन्ट अफ सेट्स यो समूह को पूरक ठीक छ जस्तै कुनै प्रश्नमा आउँछ 10 जनाले एप्पल र स्याउ दुवै मन पराउँदैन या 10 जनाले दुवै मध्ये कुनै मन पराउँदैन त्यो भनेको एन ए युनियन बी को कम्प्लिमेन्टले जनाउँछ यो त्यस्तै एउटा प्रश्न हेरौँ हामी तेस्रो प्रश्न एउटा गाउँमा 400 जना छन् 10 मध्ये 300 जना 10 मध्ये 250 जना खेती गर्छन्
काम गर्छन् र 50 जनाले केही गर्दैनन्। माथिको तथ्यलाई भेन चित्रमा हेराई पत्ता लगाउनुहोस्। कतिजनाले कम्तीमा एउटा काम गर्छन्, एउटा मात्र काम गर्छन्। ठिक छ। एउटा गाउँमा 400 जना छन् जसमा 250 जनाले खेती गर्छन्, 300 जनाले काम गर्छन् र 50 जनाले केही गर्दैनन्। माथिको तथ्यलाई भेन चित्रमा हेराई पत्ता लगाउनुहोस् कतिजनाले कम्तीमा एउटा मात्रै काम गर्छन्। मानौ 400 जनालाई युले एफ र जे लाई खेती र काम लाई जनाउँछन्। कामलाई जनाउँछन्। यहाँ NU इक्वल टू 400 NU 400 NF कति छ NF 250 त्यस्तै NJ कति छ 300 N केही गर्दैनन्। F युनियन J को कम्प्लिमेन्ट छ 50 जना। पहिला हामीले कम्प्लिमेन्ट दिएछ F संयोजन J को पूरक दिएको छ भने पहिला हामीले F र J को संयोजन पत्ता लगाऊ। NF युनियन J इक्वल टू NU माइनस NF युनियन J को कम्प्लिमेन्ट NU कति छ 400 माइनस F युनियन J को कम्प्लिमेन्ट 50 यो आउँछ तपाईको 350। त्यसपछि हामीले पत्ता लगाउने इंटरसेक्शन युनियन आइसकेपछि इंटरसेक्शन पत्ता लगाउनु। F इंटरसेक्शन J NF प्लस NJ माइनस NF युनियन J NF कति छ 250 प्लस 300 माइनस 350 ठीक छ। यो 550 माइनस 350 यो आउँछ 200। त्यसपछि N ओन्ली F NF कुनै पनि सेटको ओन्ली निकाल्दाखेरि त्यो सेटबाट इंटरसेक्शन पोर्सनलाई सबट्र्याक्ट गरिन्छ। N ओन्ली F इक्वल टू NF माइनस N F इंटरसेक्शन J NF कति छ 250 माइनस 200 यो आउँछ 50। त्यस्तै N ओन्ली J NJ माइनस NF इंटरसेक्शन J NJ कति छ 300 माइनस 200 it will be 100। त्यसपछि क्वेशनले भनेछ माथिको तथ्यलाई भेन चित्रमा हेराई पत्ता लगाउनुहोस् कतिजनाले कम्तीमा एउटा मात्रै मन पराउँछन्। यो भनेको N ओन्ली F प्लस N ओन्ली J को सम छ जोड छ 50 प्लस 100 यो आयो 150। अब यसको भेन चित्रमा हेरौँ। भेन चित्रमा हेरौँ यो F यो J इंटरसेक्शन कति आएको थियो 200 F इंटरसेक्शन J 200 N ओन्ली F 50 N ओन्ली J 100 र कम्प्लिमेन्ट कति छ 50 ठीक छ। यो भइसक्यो। पहिला हामीले यसमा डाटालाई
कुनै पनि सेटको क्वेसनहरू हल गर्दाखेरि पहिला हामीले डाटालाई पहिला सबभन्दा सुरुमा लेट गर्ने, त्यसपछि डाटालाई दिएको डाटालाई पहिला लेख्ने, त्यसपछि कम्प्लिमेन्ट दिएको छ भने पहिले युनियन फाइन्ड गर्ने, युनियन फाइन्ड गरिसकेपछि इन्टरसेक्सन फाइन्ड गरेपछि हामीलाई वनली निकाल्नु छ, दुवै वनलीको सम, त्यो एन वनली एफ निकाल्ने। कुनै पनि सेटको वनली निकाल्दाखेरि इन्टरसेक्सन पोर्सनलाई सबट्र्याक्ट गरिन्छ, त्यसपछि एन वनली एफ र एन वनली जे आएपछि एउटा मात्रै मन पराउनेलाई एन वनली एफ प्लस एन वनली जी को सम छ, यो 150 आयो। अब हामीले हेर्नेछौँ प्रब्लम्स इन्भल्भिङ 3 सेट्स। प्रब्लम्स इन्भल्भिङ 3 सेट्स। तीनवटा समूहहरू भएका समस्याहरू। प्रब्लम्स इन्भल्भिङ 3 सेटमा पहिला हामीले रिप्रेजेन्ट गर्नेछौँ। युनिभर्सल सेट सर्वव्यापी समूह, फर्स्ट सेट, सेकेंड सेट, थर्ड सेट, सेट ए, सेट बी एंड सेट सी। ठीक है, अब यसलाई हामी एन ए इंटरसेक्शन बी इंटरसेक्शन सी भन्छौँ। यो पोर्सन, यो भाग तीनटैमा कमन छ, तीनटैमा मिल्नेकोलाई ए इंटरसेक्शन बी इंटरसेक्शन सी को गणात्मकता कार्डिनल नंबर अफ ए इंटरसेक्शन बी इंटरसेक्शन सी भनिन्छ। त्यस्तै यो पुरै सेट ए छ, यो पुरै ए इंटरसेक्शन बी र ए इंटरसेक्शन बी बाट एन ए इंटरसेक्शन बी इंटरसेक्शन सी लाई सबट्र्याक्ट गर्दा यो पुरैबाट ए इंटरसेक्शन बी इंटरसेक्शन सी लाई सबट्र्याक्ट गरेपछि यो पोर्सन बाँकी रहन्छ, यसलाई हामीले एन ओन्ली ए इंटरसेक्शन बी भन्छौँ। एन ओन्ली ए इंटरसेक्शन बी, मात्रै यो ए प्रतिच्छेदन बी छ, यो मात्रै ए र बी को प्रतिच्छेदन छ। त्यस्तै यो पुरै पोर्सनलाई, यो पुरैलाई ए इंटरसेक्शन बी भन्छौँ हामी, र यो मात्रै यतिलाई हामी भन्छौँ ए र सी को प्रतिच्छेदन मात्रै छ, यो एन ओन्ली ए इंटरसेक्शन सी। त्यस्तै यो भागलाई हामीले एन ओन्ली बी इंटरसेक्शन सी भन्छौँ, एन ओन्ली बी इंटरसेक्शन सी छ यो। त्यस्तै यो पुरै समूह ए थियो, यो पुरै समूह ए छ। त्यस्तै यो पुरै समूह बी छ, एन बी, यो पुरै समूह सी छ। अब यतिको भागलाई मात्रै, यतिको भागलाई हामीले के भन्छौँ, एन ओन्ली ए, यसलाई हामी के भन्छौँ, यो मात्रै समूह ए छ। त्यस्तै यो एन ओन्ली बी, यसलाई हामी मात्रै बी छ यो। त्यस्तै योलाई हामी एन ओन्ली सी भन्छौँ, यो समूह सी मात्रै छ, अरू केही छैन। त्यस्तै यो बाहिरको भागलाई ए युनियन बी युनियन सी को कम्प्लिमेन्ट, यो ए बी र सी को संयोजनको पूरक को संख्या छ। ठीक छ, पूरे पोर्सनहरु। अब हामीले यसका प्रब्लमहरु हेर्नेछौँ।
पहिलो फर्मुला हामीले हेर्नेछौँ NU इक्वल टू NA युनियन B युनियन C प्लस NA युनियन B युनियन C को कम्प्लिमेन्ट। ठीक छ, यो युनियन A युनियन B युनियन C, A युनियन B युनियन C छ र A युनियन B युनियन C को कम्प्लिमेन्ट, यो बाहिरको पोर्सन, यो बाहिरको भागलाई हामी A युनियन B युनियन C को कम्प्लिमेन्ट भन्छौँ। पहिलो फर्मुला यही छ। त्यसपछि दोस्रो फर्मुला हामीले यो सबैको समलाई के भन्छौँ, NU। दोस्रो फर्मुला हामीले के लेख्नेछौँ, अब यहीँबाट सुरु गरौँ। यो पोर्सन N ओन्ली A, त्यस्तै यो भाग N ओन्ली B, यो भाग N ओन्ली C, त्यस्तै यो भाग N ओन्ली A इन्टरसेक्सन B, त्यस्तै यो भाग N ओन्ली A इन्टरसेक्सन C, त्यस्तै यो भाग N ओन्ली B इन्टरसेक्सन C र यो बाहिरको र भित्रको बाँकी छ N A इन्टरसेक्सन B इन्टरसेक्सन C र यो बाहिरवाला पोर्सन N A युनियन B युनियन C को कम्प्लिमेन्ट। ठीक छ, सर्वव्यापी समूह निकाल्नको लागि हामीले के गर्छौँ, यो सबैलाई सम गर्छौँ। N ओन्ली A प्लस N ओन्ली B प्लस N ओन्ली C, त्यसपछि N ओन्ली A इन्टरसेक्सन B, N ओन्ली A इन्टरसेक्सन C, N ओन्ली B इन्टरसेक्सन C, N A इन्टरसेक्सन B इन्टरसेक्सन C र बाहिरको भागलाई N A युनियन B युनियन C को कम्प्लिमेन्ट भन्छ। त्यसपछि एउटा अझै फर्मुला छ, यो भइसकेपछि हामीले एउटा अझै हेर्छौँ। तेस्रो फर्मुला N A युनियन B युनियन C का लागि N A युनियन B युनियन C लेख्न सक्छौँ। A युनियन B युनियन C लाई या त हामी A युनियन B ब्रैकेटमा युनियन C लेख्न सक्छौँ या A युनियन ब्रैकेटमा B युनियन C लेख्न सक्छौँ, कुनै लेख्न सक्छौँ। अब हामीसँग फर्मुला के छ, N A युनियन B को फर्मुला हामीसँग छ। हामीसँग N A युनियन B को फर्मुला के छ, NA प्लस NB माइनस N A युनियन छ भने इन्टरसेक्सन हुनुपर्छ, इन्टरसेक्सन B। अब यहाँ यही फर्मुला हम युज गर्छौँ। N A युनियन B युनियन C लाई हामी के एज्युम गरौँ, यो B छ, सेट B छ। NA प्लस N B युनियन C माइनस N A इन्टरसेक्सन B युनियन C छ। ठीक छ, यो समूह A त यो छँदैछ र समूह B लाई यहाँ के एज्युम गरिएको छ, B युनियन C छ। त्यस्तै हामीसँग फर्मुला के छ, NA युनियन B इक्वल टू NA प्लस NB माइनस N A इन्टरसेक्सन B। यहाँ त्यही युज गरेका छौँ हामीले, NA प्लस NB युनियन C माइनस N A इन्टरसेक्सन B युनियन C। यो B युनियन C के छ, हामीले एज्युम गरेका छौँ कि यो समूह B छ। त्यसपछि NA जस्ताको त्यस्तै रहन्छ। त्यस्तै फेरि हामीले B युनियन C को फर्मुला युज गर्नेछौँ। B युनियन C इक्वल टू NB प्लस NC माइनस N B इन्टरसेक्सन C। B युनियन C को फर्मुला NB प्लस NC माइनस N B इन्टरसेक्सन C हुन्छ। र त्यसपछि A इन्टरसेक्सन B युनियन C, यसको पनि फर्मुला छ हामीसँग। फर्मुला के छ, हामीसँग फर्मुला छ N A इन्टरसेक्सन B युनियन C को प्रोपर्टी छ हामीसँग N A इन्टरसेक्सन B युनियन A इन्टरसेक्सन C। हामीसँग प्रोपर्टी के छ, N A इन्टरसेक्सन B युनियन C इक्वल टू N A इन्टरसेक्सन B युनियन A इन्टरसेक्सन C। त्यही हामी यहाँ युज गर्नेछौँ, N A इन्टरसेक्सन B युनियन A इन्टरसेक्सन C। ठीक छ, NA प्लस NB प्लस NC माइनस NB इन्टरसेक्सन C
अब हामीले फेरि यहाँ के जुम गर्नेछौँ, ए इन्टरसेक्सन बी लाई जुम गरौँ, समूह ए छ। त्यस्तै ए इन्टरसेक्सन सी लाई समूह बी, यसलाई समूह ए र यसलाई समूह बी। फेरि हामीले फर्मुला युज गर्नेछौँ, एन ए र यसलाई बी, ए इन्टरसेक्सन बी लाई ए र ए इन्टरसेक्सन सी लाई बी, एन ए प्लस एन बी, बी को ठाउँमा ए इन्टरसेक्सन बी छ, एन ए प्लस एन बी माइनस एन ए इन्टरसेक्सन बी इन्टरसेक्सन ए इन्टरसेक्सन सी। ठीक छ। अब यहाँ हेरौँ, ए इन्टरसेक्सन बी लाई ए र ए इन्टरसेक्सन सी लाई हामीले बी जनाएका छौँ, एन ए इन्टरसेक्सन बी प्लस एन ए इन्टरसेक्सन सी माइनस एन ए इन्टरसेक्सन बी इन्टरसेक्सन ए इन्टरसेक्सन सी छ। अब यसलाई हामीले एन ए प्लस एन बी प्लस एन सी माइनस एन बी इन्टरसेक्सन सी माइनस एन ए इन्टरसेक्सन बी माइनस एन ए इन्टरसेक्सन बी। अब प्लस माइनस माइनस भयो, माइनस माइनस प्लस। अब हामीसँग फेरि एउटा तथ्य के छ, प्रोपर्टी, एन ए इन्टरसेक्सन बी इन्टरसेक्सन ए इन्टरसेक्सन सी। यो के हुन्छ, ए र बी को प्रतिच्छेदन र ए र सी को प्रतिच्छेदनको यो दुवैको प्रतिच्छेदन गर्दा हामीले के पाउँछौँ, एन ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी पाउँछौँ। हामीले के पाउँछौँ, एन ए इन्टरसेक्सन बी इन्टरसेक्सन ए इन्टरसेक्सन सी हामीले के पाउँछौँ, एन ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी पाउँछौँ। त यहाँ हामीले के लेख्नेछौँ, ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी, एउटा फर्मुला डिराइभ भयो। देयरफोर एन ए युनियन बी युनियन सी को एउटा फर्मुला के आयो, एन ए प्लस एन बी प्लस एन सी माइनस एन बी इन्टरसेक्सन सी माइनस एन ए इन्टरसेक्सन बी माइनस एन ए इन्टरसेक्सन सी प्लस एन ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी। अब यसलाई याद राख्नको लागि हामीसँग एउटा ट्रिक छ। याद कसरी राख्ने, कार्डिनल नम्बर अफ ए युनियन बी युनियन सी। हामीले पहिले के गर्ने, एउटा एउटाको सम गर्ने। जति पनि सिंगल सेटहरू छन्, जस्तै ए बी र सी छन्, ए बी र सी सिंगल सेट्सहरूलाई सम गर्ने, एड गर्ने। ठीक छ। ए बी र सी तीनवटा सेट छन्, यो तीनटैलाई हामीले के गर्छौँ, एड गर्छौँ। त्यस्तै दुई दुईवटा होला, जस्तै ए इन्टरसेक्सन बी, बी इन्टरसेक्सन सी र ए इन्टरसेक्सन सी लाई डबल वालाहरूलाई हामीले के गर्छौँ, सबट्र्याक्ट गर्छौँ।